नेपालमा राजा फेरि किन मान्छेहरूले 2025 मा फेरि मोनार्कीलाई माग्दैछन् त? Thousands of Nepalese flood the streets of Kathmandu, their voices rising in unison, their demands shaking the very foundation of the nation. एक्चुअली हेर्दा चाहिँ 2005 जस्तो लाग्दैछ। नेपालको काठमाडौँ शहरमा फेरि भिड जम्मा हुँदैछ। कम किङ सेभ नेसन भनेर पुरै नारा जुसले चलिरहेको छ। तर यो त 2025 हो, पुरा फेरि आइपुग्यो मोनार्कीको कमब्याक लगाई। किनकि जब एक देशमा गभर्नमेन्टहरू बदल्दै जान्छ तर जनताले आफ्नो डेली लाइफमा केही पनि चेन्जेस देख्दैन, त्यसपछि एउटा क्वेसन मार्क आउँछ, व्हाट्स द पोइन्ट अफ लिडरशिप? आजको यस भिडियोमा हामी यसकै बारेमा कुरा गर्नेछौँ। यो भिडियोलाई हामीले 5 वटा च्याप्टरमा डिभाइड गरिएको छ। सो लेट्स बिगिन विथ द च्याप्टर 1। The shocking twist is history repeating itself. 2008 मा नेपालले गणतन्त्र अपनायो। 17 वर्ष भइसक्यो त्यो कुराको। अनि किन आज फेरि मान्छेहरूले राजा वापस ल्याऊ भनेर भन्न थालेका छन्? किन सपोर्ट यति बढेको छ? किन राजा फेरि ल्याऊ भनेर मान्छेहरूले कुरा निकालिरहेको छन्? किन सोशल मिडियामा ब्रिङ ब्याक द किङ भनेर ट्रेनिङ चलिरहेको छ? ल अब यो कुराको रियल इन्भेस्टिगेसन गरौँ यो प्रेजेन्टमा चलिरहेको कुराहरूले। च्याप्टर 2 द रोयल म्यासेकर मिस्ट्री के कन्स्पिरेसी। 2001 जुन 1 एक रेनी र थन्डरस्टर्म भइरहेको राति जसले नेपालको हिस्ट्री बदल्यो। हो, म त्यही ब्ल्याक डे को कुरा गर्दैछु जसको पुरै हिस्ट्री बुक्सहरूमा चर्चा गरिएको छ। हो, यति भनेपछि हजुरहरूले थाहा पाउनु भयो होला म कुरा गर्दैछु नारायण नीति हत्याकाण्डको बारेमा। आउनुहोस् यसको बारेमा हामी छोटोमा कुरा गरौँ। एकै दिनमा पुरा राजा वंश समाप्त भयो। कहाँ देखिएको छ यो घटना? जस्तो सुन्नमा अचम्म छ त्यस्तै यसको स्टोरी पुरा मिस्टिरियस छ। मैले यसको बारेमा डिटेलमा कुरा गर्ने छैन। हजुरहरूलाई यदि यसको बारेमा डिटेलमा हेर्नु छ भने यो भिडियो हजुरहरू क्लिक गरेर हेर्न सक्नुहुन्छ। यसमा पुरै डिटेलले एक्सप्लेन गरेको छ। इन सर्ट भन्नुपर्दा त्यो रात प्यालेसमा एउटा पार्टी अर्गनाइज गरेको थियो जहाँ किङका सारा परिवार इन्भाइट गरिएको थियो। रिपोर्ट्स अनुसार किङ वीरेन्द्र, क्वीन ऐश्वर्या र किङ निराजन लगायत त्यो रात 9 जना अरू मान्छेहरूको हत्या गरियो। एकै रातमा पुरा राजाको वंश समाप्त भयो। त्यो रातमा त्यो पार्टीमा अझै जुन मान्छे थियो त्यो मान्छेहरूलाई सोचबुझ गर्दाखेरि उनीहरूले भने कि प्रिन्स दिपेन्द्रले रक्सी खाएर आफ्नो पुरा फ्यामिलीको हत्या गरे। तर केही जर्नलिस्टहरूलाई सोद्धा उनीहरूले यही पनि भन्छन् कि यो सबै एउटा राजनीतिक साजिस हो। त्यो रात प्यालेसमा के भयो अझै पनि त्यो क्वेसन अनएन्सर्ड छ। अझै पनि त्यो मिस्ट्री बनेर बसेको छ। किन प्यालेसमा भएको सीसीटीभी बाहिर निक्लेन? किन आर्मीले तत्काल रियाक्ट गरेन? र किन यो खबर बाहिर निक्ले? तर जनताहरूको अनुसार ज्ञानेन्द्रलाई दोषी बनाइयो किनकि त्यो हत्यामा ज्ञानेन्द्रको परिवारलाई चाहिँ केही भएन। तर जति पनि खोज पताल होस् दाइ बितेपछि राजा बन्ने त भाइ नै हो। त्यही भएर 2001 मा बल्ल राजा ज्ञानेन्द्रको शासन आइयो। तर जनताले आफ्नो शङ्का देखाउन थालिन् अनि यी कारणहरूले गर्दा पछि यो मोनार्कीको एन्ड हुने काउन्टडाउन सुरु भयो। च्याप्टर 3 राजा ज्ञानेन्द्रको शासन कसरी अन्त भयो। किङ ज्ञानेन्द्रको शासन त सुरु भयो तर बिचमा एक डिक्टेटरशिप जस्तो स्टाइलमा गयो। 2005 मा उनले पार्लियामेन्टलाई डिसल्भ गरेर एब्सोल्युट पावर लिएको घोषित गरे। तर यही स्टेप उनको राजगद्दी छोड्नुपर्ने डिसिजन बन्छ र 2006 को जनआन्दोलनले फाइनली उहाँको राजा शासनलाई अन्त गर्यो। 2008 मा फाइनली आएर अब चाहिँ नेपालले मोनार्की हटायो र त्यहाँ फेडरल रिपब्लिक गभर्नमेन्टको इस्ट्याब्लिसमेन्ट भयो र 2040 वर्ष पुरानो शाहवंशको राजा शासनलाई खत्म गर्यो। च्याप्टर 4 किन राजालाई फेरि वापस ल्याउन खोजिँदैछ त? 2008 देखि नेपालमा 12 वटा प्राइम मिनिस्टर आएन र गएन तर नेपाली जनताले केही पनि चेन्ज देख्न सकेनन्। गभर्नमेन्ट आउँछन् र जान्छन्। यो पोलिटिकल इन्स्टेबिलिटी र करप्सन देख्दा नेपालका जनता थाकिसके। इक्जाम्पलमै लिँदाखेरि जति पनि नेपालमा भइरहेको ठुलो ठुलो प्रोजेक्ट हुन्छ त्यसमा विदेश देशहरूको हात हुन्छ। जस्तो अरनीको हाइवेको प्रोजेक्ट, लङ्की कोटेश्वरको रोड प्रोजेक्ट। नम्बर 2 इकोनोमिक क्राइसिस। यो समयमा नेपालमा महँगाइले लिमिट क्रस गरिसक्यो। नयाँ जेनेरेसन विदेश जान मजबुर छन् र डिग्री भएको मान्छेहरू बेरोजगार छन्। नेपालको अनइम्प्लोइमेन्ट रेट 2023 को अनुसार 10.69 भइसकेको छ जहाँ कि डेभलप कन्ट्री जस्तो ब्रिटेन र युएसए को प्रेजेन्ट अनइम्प्लोइमेन्ट रेट 4% को नजिक छ। नम्बर 3 रिलिजियस एन्ड कल्चरल आइडेन्टिटी ल। नेपाल 2008 मा एक हिन्दू राष्ट्र थियो। राजालाई यहाँ हिन्दू धर्मको रक्षक भनेर मानिन्थ्यो। तर धेरै मान्छेले 2008 पछि यो फिल गरिन् कि हाम्रो आइडेन्टिटी हराउन थाल्यो। च्याप्टर 5 राजा फेरि आउँछन् कि नै? अब यहाँ ठुलो प्रश्न छ
के राजा फेरि नेपालमा फर्किन्छन्? यो आवाज अब ओल्ड जेनेरेसनको मात्र होइन, नयाँ युथहरूको पनि बनिसकेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ इन्टरनेटमा पुरै ब्रिङ ब्याक द किङ भनेर ट्रेन्डिङमा चलिरहेको छ। कति मान्छेहरू राजाको सपोर्टमा छन् भने कति मान्छेहरू विरोधमा छन्। र सबैभन्दा ठुलो कुरा रिसेन्टली किङ ज्ञानेन्द्रको पब्लिक एपिरियन्स हो। म कुरा गर्दैछु पुरै न्युज च्यानलमा छाएको त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा, जहाँ 10,000देखि लिएर 40,000सम्म इस्टिमेटमा भन्नुपर्दा सपोर्टर्सहरूले ब्रिङ ब्याक द किङ भनेर प्रोटेस्ट गरिन्। ज्ञानेन्द्रले ओपनली भनेको छन् कि यदि जनताले चाहन्छन् भने म आफ्नो कर्तव्य पुरा गर्ने आउनेछु। तर यो कसरी पोसिबल छ? यहाँ 3 पोसिबिलिटिज हुन सक्छ। नम्बर 1, कन्स्टिट्युसनल मोनार्की कमब्याक। राजाले युके जस्तो सिम्बोलिक पावर लिन्छ र गभर्मेन्ट एक्जिक्युट हुन्छ। नम्बर 2, पब्लिक रिफर्म बट नो किङ। भनेको नेपालमा मोनार्की त फर्किन्न, तर सरकारले करप्सनको लगायत एकदम स्ट्रिक्ट नियम बनाउँछ। नम्बर 3, एज इट इज। भनेको यो सबै जति प्रोटेस्ट सबै सब टेम्पोररी हुन् र फाइनलीमा जसरी गभर्मेन्ट अहिले चलिरहेको छ त्यसरी नै चल्छ। तर के हामीलाई सच्चीमै राजाको आवश्यकता छ? के यो डेमोक्रेसीको एक फेलियर हो? अब यो कुरा सोच्नुपर्छ। मेरो विचारमा राजा आएर देश सुध्रिन्छ, देश 100% प्योर हुन्छ भन्ने छैन। हामीले हिस्ट्रीमा हेरिसकेको छौँ कि राजाको सिस्टम पनि एकदम ब्यालेन्स र राम्रो सिस्टम थिएन। हो, डेमोक्रेसीले नेपालमा धेरै प्रब्लम आएको छ, तर राजा वापस ल्याएर के यो 100% सल्भ हुन सक्छ? मलाई त यस्तो लाग्दैन। हामीलाई चाहिएको हो देशमा एउटा स्ट्रङ लिडर जसले बोलेर मात्र होइन, आफ्नो एक्सनले जनताहरूको मन जित्नेछ। नेपाली जनताहरूले मोनार्कीलाई वापस ल्याउने नै एउटा फाइनल सोल्युसन हो, एउटा अन्तिम सोल्युसन हो भनेर नसोचेर एउटा राम्रो लिडरलाई चुज गर्नुपर्छ र आफ्नो देशमा जस्तो एक्चुअलमा हाम्रो सिस्टमलाई सुधार गर्न फोकस गर्नुपर्छ। सो राजा फेरि ल्याउन भनेर प्रोटेस्ट गर्नुभन्दा हामीले आफूलाई सोध्नुपर्छ, के हामीलाई मोनार्की चाहिएको हो कि हामीलाई एउटा राम्रो लिडर चाहिएको हो? हजुरहरूलाई पनि थाहा छ म कुन लिडरसिपको कुरा गर्दै हो, र हजुरहरूको मनमा पनि त्यो सवाल आइसकेको होला। राजा हो या पिएम हो? हाम्रो फ्युचरको ग्यारेन्टी एउटा स्ट्रङ सिस्टमले गर्न सक्छ। आई मिन रियली एउटा लिडरसिप, स्ट्रङ लिडरसिपले गर्न सक्छ। तर अब हजुरहरूको विचारमा के हो? नेपालमा राजा फेरि फर्किने हो कि यो टेम्पोररी पोलिटिकल मुभमेन्ट मात्र हो? कमेन्ट गर्नुहोस् र अरू यस्तै इन्ट्रेस्टिङ भिडियोको लागि लाइक, सेयर र सब्सक्राइब गर्नुहोस्।